पसल गएको थिएँ। आज साउनीको सट्टा उनकी छोरी थिइन्। राम्री थिइन्, गोरी गोरी, काला आँखा, मिलेको नाक, जति हेरे पनि मन नगाउने। मम्मी हुनुहुन्छ? मैले सोधेँ। नाइ, आज मामा घर जानुभएको छ। के लानुहुन्छ भन्नु न, तिमीलाई लैजान आएको। मनमा भने मम्मीको नम्बर देऊ न। मम्मीसँग सानो काम थियो र नम्बर लिएँ। घर पुगेपछि कल गरेँ। फोन उठ्यो र भने आन्टी पसलमै हुनुहुन्छ, अलिकति सामान चाहिएको थियो, ल्याइदिनुहुन्छ कि भनेर। त्यही माथिल्लो चोकमा पसलमा छोरी छे भन्नुभयो। त्यही बहानामा छोरीको नम्बर आमासँग मागे। भाइबर चेक गरेँ, आइडी रहेछ। 2 दिनपछि एड गरेँ अनि मायाको जाल बुन्न थालेँ। मायाको हरेक क्षेपास्त्रलाई उनले रोकिरहेकी थिइन्। मेरो हरेक प्रयासहरू विफल भइरहेका थिए। एक दिन आँट गरेर सिधै फोन गरेँ। पहिलो घन्टीमै फोन उठ्यो। उताबाट हेलो आउने बित्तिकै भन्न थाले, किन हो र यति गाह्रो, बोल्नै हुन्न जस्तो गर्ने, बोल्दैमा केही बिग्रने त होइन। उताबाट जवाफ आयो, दिदीले रुममा मोबाइल चार्जमा छाडेर पसल कुर्न गइछे। म रातो पिरो हुँदै फोन काटेँ र लामो सास फेर्न थालेँ। लभ गर्न गाह्रो रहेछ। फोन काटिसकेपछि मैले मनमा नै भने, बल्ल बल्ल आएको आँट त्यो नि बेकार भयो। लाग्यो माया मेरो लागि होइन रहेछ। एकैछिनमा फोनको घन्टीले मलाई झस्कायो। नम्बर हेरेँ, नयाँ रहेछ। कसले बेला नको बेला कल गर्यो। सोचे मैले फोन उठाएँ। हेलो भन्न नपाउँदै उताबाट बोली आयो, दिदीको बोयफ्रेन्ड छ, 3 वर्षदेखि रिलेसनमा हुनुहुन्छ, सायदै छिट्टै बिहे हुन्छ होला। म झस्किएको थिएँ। एकतर्फी माया गर्नु नहुने रहेछ। मन बिचाएको जस्तो भएको थियो। आँखामा आँसु रसाएका थिए। बोली निस्किएनन्। उताबाट भन्न थालिन्, तपाईँको आवाज एकदम राम्रो लाग्यो। मसिनो सानो सुनौ लाग। त्यही भएर कल गरेकी। दिदीको बारेमा पनि भन्छु अनि कुरा गर्न पनि हुन्छ भनेर। सिङ्गल नै छु। बोल्ने साथी पनि हुन्छ। कस्तो हुनुहुन्छ त्यो त थाहा भएन मलाई। यदि तपाईँको मनले मान्छ भने हामी अहिलेलाई साथी हुन सक्छौँ। म 3 छक्क परिरहेको थिएँ। मेरो मुखबाट बोली निस्किएन। मैले फोन राखेँ। उताबाट भाइबरमा एसएमएस आयो। हामी बोल्न थाल्यौँ। मनको पीडा कम गर्नका लागि भए पनि कसैको सहायता चाहिँदो रहेछ। हाम्रो गफ बाक्लिँदै थियो। मायाको कुरा भने गरेका थिएनौँ। आँट पनि आएन। एक दिन अचानक भाइबरमा उसको दिदीको कल आयो। फोन उठाएर हेलो भनेपछि उनले भन्न थाले, आजकल त बोल्न पनि छाड्नु भयो। किन हो? माया मार्नु भयो कि अर्को गर्लफ्रेन्ड पाउनु भयो? माया गरेको जस्तो गर्दै किन टाढिँदै हुनुहुन्छ मसँग? मेरो फोन रिसिभ पनि गर्नुहुन्न अनि भाइबरको एसएमएस सिन पनि हुँदैन। घरमा मेरो विवाहको कुरा चल्दैछ। तपाईँको र मेरो सम्बन्धका बारेमा घरमा बहिनीले सुनाइदिएछ बाबालाई। आफ्नो जातको कोही पाइनस् भनेर निकै गाली गर्नुभयो। उसले फेरि लामो सास फेर्दै भन्न थाले, मलाई माया गर्नुहुन्छ भने हामी विवाह गरौँ। अनि रुन्चे सुर पार्दै भने, यदि मलाई माया गर्नुहुन्न भने पनि बस तपाईँसँग एकपटक भेट गर्नु छ। दिक मरुन्जेल तपाईँको अङ्गालोमा रुन मन छ अनि यो जुनीभरिलाई पुग्ने गरी तपाईँसँग एक समय बिताउनु छ। जुन शब्दले मलाई निकै भावुक बनायो। उनी बोलिरहेकी थिइन्, म सुनिरहेको थिएँ। कता कता डर पनि लागिरहेको थियो। ऊ ब्राह्मण समुदायकी छोरी अनि म कुली काम गरेर आफ्नो अनि आफ्नो परिवारको पेट पाल्दै गरेको, समाजले उपनाम दिएको तल्लो जातको मान्छे। गोठदेखि घरसम्म पुग्न करिब 20-25 मिनट लाग्थ्यो। थाहा भएन कतिखेर घर पुगेछु। उसले बोलेका हरेक शब्दहरूले मन बिजाइरहेको थियो। आँखा रसाइरहेका थिए। एकातिर दिनभरिको थकानले जिउ बोधो भइरहेको थियो। अर्कोतिर उसले म प्रति गरेको आवाज अनि विश्वासले म निकै खुसी थिएँ। फोन राखेर भाइबर चेक गरेँ। धेरै एसएमएस आएका रहेछन् उसका। अनि मैले फेरि भाइबरमा एसएमएस गरेँ। फेरि एसएमएसमा बातचित हुन थाल्यो।
मलाई चुरोटको तलतल लागिरहेको थियो। साउनी चुरोट पनि होम डेलिभरी गर्ने गरेको भए एक बट्टा चुरोट ल्याइदिनुहोस् न। पसल बन्द गर्ने बेला पनि हुन लाग्यो, खाने भए आउनुहोस्। पसलमा म पनि एक्लै छु। घडी हेरेको 8 बज्न लागेको रहेछ। औँसीको रात थियो। हस्याङ फस्याङ गर्दै पसलतिर लागे। सडकमा बलेका ती सडकका बत्तीहरूले मलाई सहारा दिइरहेका थिए। नीलो जिन्स प्यान्ट अनि पहेँलो कुर्ता, छोडेको कपाल, ओठमा लाली, औँसीको रातलाई पुरै उज्यालो बनाउने पूर्णिमाको जुन चाहिँ चम्किलो अनुहार। छि कस्तो मातिएको मान्छे, एउटा हाफ प्यान्ट मात्र लगाएर हिँडेको, खुट्टामा चप्पल पनि छैन। लजाएको जस्तो गर्दै भित्र पसेर चुरोट निकालेर दिइन्। म त्यही चुरोटको नसामा डुबिरहेको थिएँ। छेउमा आएर बस्दै उनले भनिन्, छि कस्तो गनाएको जिउ, नुहाउनु पनि हुन्न कि के हो? तिमीसँग बोल्ने फुर्सद त थिएन, नुहाउने फुर्सद त कहाँ हुन्छ र? अनि उसले मेरो हात समाउँदै भनिन्, बुढेसकालमा यी थरथराउँदै गरेका हातले तपाईँको हात समाएर जीवनको यात्रा पार गर्ने धोको छ। के गरी सम्हालौँला राटी? हाम्रो यो सम्बन्धलाई स्वीकार त तिम्रो परिवारले तिमीलाई सुख दिन सक्ने हैसियत पनि छैन। उसले हाँस्दै भनिन्, मलाई तपाईँको माया र साथ बाहेकहरू केही चाहिँदैन। सुख र दुःख मिलेर काटौँला न। कति विचित्रको छ यो समाज। त्यसैले त आजभोलि कसैसँग पनि बहस गर्न मन लाग्दैन। लामो समयको भलाकुसारीपछि म आफ्नो घरतर्फ लागेँ अनि ऊ उसको घरतर्फ। सोही भलाकुसारीको प्लानको मुताबिक साउन 16 गते मन्दिरमा गएर विवाह गर्ने फिक्स भएको थियो। डुब्दै गरेको चन्द्रमाको छाया अनि उदाउँदै गरेको सूर्यको प्रकाशसँगै दिवाकालीन नयाँ अध्यायको सुरुवात हुन्छ। रङ्गीन सपनाहरू सजाउँदै गरेका दिवाकालीन मनोभावका स्पर्श, स्वार्थहीन माया प्रेम अनि शारीरिक बनावट, हिमाल चाहिँ खुलेका दाँतका पङ्क्तिहरू, पिपलपाते ओठ, आँखा चिम्म गरेर सोच्दा पनि उज्यालो प्रकाश छर्ने उनको मुस्कान। भनिन्छ नि, मन परेको मान्छेको हरेक कुरा मनपर्छ भनेर। तर उसलाई देख्दा नलोभिने आँखा कसको होला? समयले आफ्नो गति लिइरहेको थियो। म उसलाई पर्खेर बाटो हेर्दै बसेको पनि 1 घन्टा बितिसकेछ। साउन महिनाको दोस्रो सोमबार। मन्दिरको वरिपरि मान्छेहरूको भिड लाग्न थालिसकेको थियो। यस्तो लाग्दै थियो कि शरद ऋतुले छोपिसकेको छ। चारैतिर सयपत्री फुल चाहिँ पहेँलै। साँच्ची नै स्त्री जातिलाई कति सुहाएको साडी अनि चोलीले म टोलाइरहेको थिएँ। सबैले मलाई नै हेरे झैँ लाग्दै थियो। खोला नजिकै भएकाले हावाको सिरेटोले साडीको मोजा घरि यता घरि उता बनाइदिन्थ्यो। कलकलाउँदा भर्खरै किशोर अवस्थामा प्रवेश गर्दै गरेका ती युवतीहरूको रूपमा म मोहित थिएँ। अनि मेरो शरीर पनि चिसोले कामे जस्तो, पसिनाले पुरै भिजे जस्तो चिसो भइरहेको थियो। कतै सोसल मिडियातिर पढेको थिएँ, भेन्स्ट्रोफोबिया अथवा सुन्दर स्त्रीलाई देख्दा जिउ काम्ने, हात खुट्टा थरथराउने एउटा रोग, भेन्स्ट्रोफोबिया अथवा क्यालिग्नोफोबिया। मनमा नै मनगढन्ती भावनाहरू खेलाउँदै उसलाई फोन गरेँ। पहिलो घन्टीमै फोन उठ्यो अनि केही अश्लील शब्दको प्रयोग गर्दै फोन काटियो। म छक्क परेँ। फेरि कल ब्याक गर्ने हिम्मत पनि गरिनँ। भाइबरमा एउटा SMS छोडेर घर फर्किएँ। सिधै भनिदिए भइगयो नि, जाने मन थियो गएँ भनेर। किन कुरा फेर्छौ? म पनि बुझ्छु नि जात र औकातको यथार्थता। तिमीले त मेरो औकात र जातलाई हेरेर छाडिदियो। हो, म पनि तिमी जस्तै स्वार्थी छु। मलाई मात्र थाहा छ तिमीलाई पाउन मैले कतिको साथ छोडेको छु भनेर। तिमीले पनि मलाई मैले जस्तै माया गर्नुपर्छ भन्ने छैन नि। म निस्वार्थ प्रेमी हुँ। दुईतर्फी नभएर के भयो त? एकतर्फी भए पनि तिमीलाई नै प्रेम गर्छु। मलाई पूर्ण विश्वास छ मौसम पनि त बदलिन्छ नि। तिमी त मान्छे न हौ, कसो नबदलिएला। आज तिम्रो प्यारो हुन सकिन त के भयो? यस्तो समय पनि आउँछ नि माया। भोलिको दिनमा म मरेपछि त आज नाना थरी कुरा काट्दै बस्ने, सबैको प्यारो भइहाल्छु। यो छोटो जीवनको कठिन यात्रामा भेटिएको तर मेरो भाग्यमा लेख्न बिर्सिएको अन्जान मान्छे हौ तिमी। अब फेरि
यो यात्रामा भेट होला नहोला, तर पर्खाइयो शरीरमा एकमुठी सास रहन्जेलसम्म तिम्रो नै हुनेछ। तिमी तिम्रो हातका रेखाहरू बदल्दैछौ अनि तिमी बदलिँदैछौ। बधाई छ तिमीलाई। केही समयपछि नै रिप्लाई आयो। केही हाँसेका इमोजीहरू थिए। त्यसपछि लेखिएको थियो, म बदलिएको छैन। हिजो जस्तो थिएँ आज पनि त्यस्तै छु। बस हिजो अबुझ थिएँ, तर आज अनुभवी भएकी छु। तब थाहा भयो साह्रै गाह्रो हुँदो रहेछ मन बुझाएर अनि पीडा लुकाएर हिँड्न। पहिला जति अघि सारे पनि पछि नै सरे जस्तो। फेरि हिम्मत गरेर कल गरे, तर कल रिसिभ भएन। बाटोमा धेरैले सोध्दै थिए टाढै फुकेर आउनुभयो भनेर। कुनै जवाफ थिएन मसँग। म आफ्नो बाटो सरासर घर गएँ। आमाले खाना खान बोलाउँदै हुनुहुन्थ्यो। मलाई खान मन छैन, तपाईँ खानुहोस्। आमा भन्दै हुनुहुन्थ्यो, तँलाई सन्चो छैन जस्तो छ नि। आमा भात र पानी बोकेर कोठामै आइपुग्नु भयो। तैँले नखाइ त? खानै मन लागेन। पक्कै म पनि यतै लिएर आउँछु अनि सँगै बसेर खाउँला। मैले आमाको त्यो मायालाई नकार्न सकिनँ। हामी सँगै बसेर भात खायौँ। बाबाले अघि नै खाना खाएर पल्ला गरे सैला बाको राँटो मार्न बल्ल लिएर जिउलातिर जानुभएको रहेछ। आँसु लुकाउँदै अनि आमाको मुहार हेर्दै दिनहरू बित्दै थिए। केही समय अघिदेखि परेको अविरल वर्षाका कारण भर्खरै हरियो फर्कँदै गरेको धानबारी सबै भेलले बगाइदियो। आमालाई पनि अलिअलि ज्वरो आउँदै थियो। बुढाबुढीको मन न हो, के मान्थ्यो र? सबैको खेत हरियै छ अनि आफ्नो मात्र बाँझो। त्यही पानीमा रुच्दै गरेको कामले आमालाई निकै सताइसकेको रहेछ ज्वरोले। 2-4 दिन त औषधि ल्याएर खुवाइयो, तर औषधिले बिसको 19 पनि भएन। सदरमुकाम लैजानलाई धेरै खर्च लाग्ने भएकाले मैले आमालाई लिएर सदरमुकामतिर लागेँ। बुवा साहु कहाँ गएर ऋण लिएर आउँछु भन्दै घरधन्दा गर्न थाल्नुभयो। हस्पिटलको 2 दिनको बसाइपछि आमाको स्वास्थ्य पनि अलि सुधार आउँदै थियो। म हस्पिटलबाट बाहिर निस्किएँ। उसको यादले अनि आमाको मायाले चुरोटको तलतललाई मेटाइदिएछ। एउटा चुरोट सल्काउँदै मात्र थिएँ, केही पर एउटा हातमा फलफुल अनि अर्को हातमा औषधिको झोला बोकेर हस्पिटलको गेटभित्र छिर्दै गरेको दृश्यले मनमा कौशलता बढाइदियो। म हतारिँदै साउनीलाई पछ्याउन थालेँ। उसकी बहिनी ढोकाको बाहिर बसेकी रहेछ। म त एकहोरो उसकी आमालाई पछ्याइरहेको थिएँ। एकाएक फोनको घन्टी बज्यो। फोन उठाएँ। कोठामा बाबा हुनुहुन्छ, तपाईँ त्यतै बस्नुहोस्, यति भन्दै फोन काटियो। मेरा पाइला पनि त्यहीँ रोकिए। म अघि सर्न पनि सकिनँ अनि पछि हट्न पनि। म त्यहीँ उभिरहेको थिएँ। केही परिचित आवाजले मलाई बोलाइरहेको थियो। उसकी बहिनी रहेछ। अनुहार हेरेर यस्तो लाग्दै थियो महिनौँ भएको छ नसुतेको, राता अनि आँसु नै आँसुले भरिएका आँखा। दिमागमा अनेकौँ कुराहरूले आतंक मचाइरहेका थिए। म उसको छेउमा गएर बसेँ। मलाई देख्ने बित्तिकै आँखाभरि आँसु पार्दै अनुहार अर्कोतिर फर्काइन् अनि मैले उसको हात समाउँदै भने, साँच्चीकै अथाह प्रेम बसेको छ तिमीसँग। त्यसैले त यति ठुलो संसारमा मलाई तिमीसँग बाहेक अरू कोहीसँग प्रेम भएन। तिमीले जति नै मलाई नराम्रो व्यवहार गरे पनि यो मनले सधैँ तिमीलाई नै रोज्यो। कसैका लागि नझरेका आँसु आज तिम्रो लागि झरेका छन्। उसले कसिलो गरी अँगालोमा बेट्दै भने, म त केवल धरतीको पाहुना रहेछु। उसले खुलाउन चाहिनन् के भएको थियो अनि मैले सोध्ने हिम्मत पनि गरिनँ। मेरा हात खुट्टा काम्न थालेका थिए। सबैतिर अन्धकार छाउन थाल्यो। तपाईँ एकछिन बाहिर गइदिनुहोस् त, मजासँग भएँ। उनी मेरो अँगालोमै थिइन्। मैले उसको टाउको समाएर बिस्तारै सिरानीमा राखिदिएँ। बाहिर निस्किएँ। बुवा आमा र बहिनी बाहिर बसिरहेका थिए। म केही नबोली आमा भएतर्फ लागेँ। उसकी बहिनी पछि पछि आइरहेकी रहेछिन्। आमाको रिपोर्ट लिएर म डाक्टरको क्याबिनतिर लागेँ। सबै कुरा नर्मल भएकाले आमालाई घर लगेर आराम गर्न लगाउनु भनेपछि म पुनः एकपटक उसको रुमतिर लागेँ। तर ढोका लगाएको रहेछ। भित्र निकै डाक्टर र नर्सको चलपल थियो। म फर्केर आमासँग आएँ। त्यहाँ उनकी बहिनी आमासँग गफ गर्दै थिइन्। आमालाई के भएको रहेछ
अलिकति मुस्कुराउँदै मैले भने खासै केही रहेन रहेछ, घर लगेर आराम गर्न लगाउन सबै ठिक हुन्छ भन्नुभयो। एकैछिनको भलाकुसारीपछि म आमालाई लिएर बाहिर निस्किएँ। हामी घर पुग्यौँ। मैले उसको बहिनीलाई फोन गरेँ। एकै रिङमा फोन उठ्यो। दिदीलाई कस्तो छ, अलि आराम भयो भन्दै हुनुहुन्थ्यो। अक्सिजन लगाएको छ, अझै केही दिन राख्नुपर्छ अरे। म खाना लिन बाहिर आएकी छु, म भोलि घर फर्कन्छु, अनि भेटेरै कुरा गरौँ हस् भन्दै उसले फोन काटिन्। धेरै दिनको हस्पिटलको बसाई निन्द्रा पनि पुगेको थिएन। त्यत्तिकै म भुसुक्क निदाएछु। बिहान उठेर फोन हेर्दा 10 चोटि कल आएको रहेछ। हतार हतार कल ब्याक गरेँ। एकचोटि गरेँ, उठेन। अर्कोचोटि गरेँ, त्यो पनि उठेन। एकैछिनपछि कल आयो। कल किन रिसिभ नगरेको? अनि उसले हाँस्दै भनिन्, मैले 10 चोटि गर्दा त उठाउनु भएन, तपाईँले 2 चोटि गर्दैमा म उठाउँछु होला र। रातभरि निन्द्रै लागेन। बाबा र मम्मी पनि दिदीसँगै हस्पिटलमा बस्नुभयो। अनि म यता रुममा एक्लै थिएँ। तपाईँको बोली मिठो लाग्छ अनि रोमान्टिक कुरा गरौँला भनेर कल गरेको। तपाईँले त कल रिसिभ नै गर्नु भएन। अगनको बेलामा लगन भन्छन् नि, हो त्यो भनेको यही हो। मान्छेलाई यहाँ कति टेन्सन छ। अनि फेरि हाँस्दै भने, म छु त दिदी नै किन चाहियो, म पनि दिदीले जस्तै माया गर्छु तपाईँलाई। उसको कुरा पुरा हुन नपाउँदै मैले सोधेँ, दिदीलाई कस्तो छ?